हेलो एभ्रिवान 31 मे 2025 अब चाहिँ हाम्रो जुब्ली आउनु एकदमै नजिक छ है। नेक्स्ट मन्थ के भन्नु भोलिदेखिको 6 तारिक चाहिँ हाम्रो जुब्ली छ। अनि आज चाहिँ युथ अनि सन्डे स्कुल मिलेर चाहिँ यो सबै बाटोहरू सफा गर्ने, घाँसहरू देख्नु भयो होला यति बिघ्न है मैला छ, अनि सबै सफा गर्ने। अनि युथहरूले चाहिँ आएर काम गर्नु पनि स्टार्ट गरेछ। अनि हामी चाहिँ अलिकति ढिलो गर्ने, सन्डे स्कुलको नानीलाई चाहिँ ढिलो बोलाएको छ, तर पनि म चाहिँ अगाडि आएँ किनभने चर्चमा पनि अरू पनि काम छ, अनि त्यही भएर अलिक सघाउनुको लागि 2-3 डेज आफ्टर डे पनि राम्रो भएको छ आज मर्निङमा है। अनि यहाँ चर्चमा चाहिँ हाम्रो सुँगुर काट्दैछ गाउरी है, जुन चाहिँ चर्चको सबै मेम्बरहरूलाई भाग गरिदिन्छ है जुब्लीको नाममा ब्लेसिङको लागि है। अब चाहिँ केही वर्ड हिन्दीमा सुन्नुहोस् है, यहाँ दुईजनाको हिन्दी। ठीक है, म पनि यता काम गर्दैछु। यहाँ काम चाहिँ म चाहिँ अब यता लसुन अदुवा छिल्ने काम गर्छु, अब त्यो काम गर्दैछु। अनि तल काम सकेर चाहिँ म माथि है नानीहरूको जुन चाहिँ कोरियोग्राफी गरेर नानीहरूको चाहिँ नेक्लेस बनाइदिँदै थियो हामीले है, मुगाली र म। अनि भन्दा खाने टाइम पनि भएछ, अनि यसरी खाना खायौँ हामीले। अनि टाइम पनि एकदमै ढिलो भएको थियो। अनि नानीहरूलाई चाहिँ 2:30मा बोलाएको थियो। आज त नानीहरू लेट आएर पर्खिँदा बिचराहरू तर आउनु चाहिँ आयो आफ्नो झाडु लिएर हो। अन्त त्यो माटो खन्ने के भन्छ त्यसलाई खन्ती के पनि लिएर आयो। अनि वी काम चाहिँ स्टार्ट गऱ्यो। अघिको बाटो देख्नु भएको होला है, म आउँदा कस्तो मैला थियो बाटो, युथहरूले सबै घाँस काटेको थियो। देन हामी चाहिँ गएर त्यहाँनिर सफा गर्ने, जति पनि क्लिनिङ चाहिँ युथहरूले गऱ्यो, काट्ने कामहरू चाहिँ नानीहरूले चाहिँ सफा गर्ने, झाडु मार्ने कामहरू चाहिँ नानीले गर्यो। यसरी हाम्रो काम चाहिँ भइरहेको थियो। तर के गर्नु, वेदर चाहिँ एकदमै खराब भयो, अचानक पानी पर्न स्टार्ट भयो। अनि नानीहरूलाई चाहिँ हामीले एकछिन बस पानी पऱ्यो भनेर चाहिँ साइडमा राखिदियो। अनि यता चाहिँ मैले पनि काम गरेँ भन्दैछु यतानिर हो। अनि युथ हाम्रो दिदीहरू पनि यहाँ छ। अनि नानीहरूलाई अलिकति रिफ्रेसमेन्टको लागि किनभने पानी परिरहेको थियो, अनि के भए पनि खुवाउँदैछ। अनि यो केटाले चाहिँ बेसी काम गर्छ काम भनेपछि चाहिँ यहाँ चाहिँ हाम्रो युथहरू सन्डे स्कुल। अनि हामी चाहिँ यतानिर फेरि कोरियोग्राफी एकतालमा पनि प्र्याक्टिस गर्ने भनेर चाहिँ प्र्याक्टिस गऱ्यौँ। फेरि नानीहरूलाई यतानिर छोरा मान्छे केटा मान्छेहरूलाई चाहिँ काम लगाएर यतानिर अलिकति फेरि रिफ्रेसमेन्ट भइरहेको थियो अलिअलि है। अनि यो पछि चाहिँ हाम्रो काम सक्यो। अनि तपाईँहरूले यो फाइनल हाम्रो लुक हेर्नुहोस्, तर पानी परेर अलिकति राम्रो देखिन, सबै जग्गामा फ्ल्याग लगाएको छ। सो हाम्रो जुब्लीको लागि रेडी भएको छ। फेरि एकताल यसलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दा झाडु मार्नुपर्छ, सफा गर्नुपर्छ। सो